नमस्कार। 2082 चैत 13 गते बालेन शाहको शपथ ग्रहण कार्यक्रम, जुन नेपालको इतिहासमा सायद पहिलो पटक होला। शुभ तिथि र शुभ साहित्यमा आध्यात्मिक विधि र प्रक्रियाबाट शपथ ग्रहण गर्न लागेका बालेन शाहको यो निर्णय केवल देखावटी वा पपुलारिटीका लागि हो या यो उनीभित्रको आध्यात्मिक चिन्तन वा विश्वास हो? यो प्रक्रियाको औचित्य वा महत्त्वबारे पत्रकार टीका रगाती भन्नुहुन्छ। चैत 13 गते मध्याह 12:34 प्रधानमन्त्रीका रूपमा बालेन शाह विराजमान हुँदैछन्। बडा रोचक देखिन्छ यो अङ्कगणितका दृष्टिकोणले पनि। 12 अर्थात् 1, 2 र 34 मिनट अर्थात् 3, 4, 1, 2, 3, 4 को शुभ साइतमा प्रधानमन्त्रीका रूपमा उनी विराजमान हुँदैछन् र सम्भवतः नेपालको इतिहासमा प्रधानमन्त्रीका रूपमा विशेष गरी राजाहरूको राज्याभिषेक त यस्तै राजकीय हुन्थ्यो, यस्तै धार्मिक र पावन किसिमको हुन्थ्यो। तर प्रधानमन्त्रीका रूपमा चाहिँ बालेन शाह, त्यो पनि धर्मनिरपेक्ष देश भएको प्रधानमन्त्रीका रूपमा, यसअगाडिका विशेष गरी कम्युनिस्ट पृष्ठभूमिका प्रधानमन्त्रीहरू त देउताका नाममा सबै शपथ खाँदैनथे। शपथको पत्रमा देउताका नाममा, जनताका नाममा, राष्ट्रका नाममा भन्ने हुन्छ, तर त्यसलाई उनीहरूले उल्झाउँथे, पन्छाउँथे। तर बालेन शाहले देउताका नाममा मात्रै शपथ खाँदै छैनन्, विशेष गरी नेपाली माटोलाई, यो माटोको सुवासलाई र हाम्रो परम्परालाई पनि धान्नका लागि नयाँ किसिमको, यसलाई कतिपयले आलोचना पनि गरेका छन्, धर्मनिरपेक्ष देशमा यो गरिनु हुँदैन भनेर। तर मेरो चाहिँ यसमा धर्मको निरपेक्षता फरक कुरा हो। यदि राष्ट्र प्रमुख, सरकार प्रमुखका रूपमा त्यो व्यक्तिको पनि धर्म हुन्छ र हाम्रो संविधानमै पनि र हाम्रा प्रचलित परम्परामै पनि के अभ्यास छ भने त्यो वसन्त श्रमण गर्दा होस्, रातो मचिन्द्रनाथको दर्शन गर्दा, सेतो मचिन्द्रनाथको दर्शन गर्दा, भोटे जात्रामा कुमारीको दर्शन गर्दा होस्, यो पृथ्वीनारायण शाहभन्दा अगाडिदेखि चलिरहेको यो परम्परा हो, यो सांस्कृतिक परम्परा हो। यसलाई राजकीय सत्ता र संस्कृति चाहिँ अनुन्याश्रित छन् भन्ने ढङ्गबाट अझ हामी कहाँ बहुसङ्ख्यक रूपमा हिन्दू धर्मको बाहुल्यता, बौद्ध धर्मको बाहुल्यता, ओमकार परिवार सबै जोड्दा 90% भन्दा बढी भएका कारणले गर्दाखेरि यो बडा सुन्दर सुरुवात हो, जसमा विशेष गरी 12:34 को शुभ साइतमा 108 जना हिन्दू बटुकको स्वस्तिक वाचन र 108 बौद्ध लामाको मङ्गल वाचन र शङ्खनाद 7 जना ब्राह्मणले गर्ने भनेपछि यो साँच्चीकै यो पवित्र, पावन र विधिसम्मत छ, धर्मसम्मत छ र पृथ्वीनारायण शाहले 250 वर्षभन्दा अगाडि भने जस्तो आफ्नो कुला धर्म नछोड्ने खालको छ। यो राम्रो थिति हो। यो थिति अनुसार यसमा पाएको सद्भाव निरन्तर होस्, जारी रहोस्। प्रधानमन्त्री बालेनलाई र नयाँ सरकारलाई र सबैलाई शुभकामना। नमस्कार। साथै बालेनको यो निर्णयको स्वागत गर्दै राप्रपाका पूर्व नेता रविन्द्र मिश्र आफ्नो फेसबुक पेजमा लेख्नुहुन्छ, हिन्दू बौद्ध अधिराज्य भए कस्तो हुन्थ्यो होला। विचारभन्दा माथि देश पुस्तकमा मैले हिन्दू बौद्ध अधिराज्यको प्रस्ताव गरेको छु। संसारमा धेरै धर्महरू छन्, तर नेपाल संसारका 4 प्रमुख धर्ममध्ये 2वटा सबैभन्दा पुराना हिन्दू र बौद्ध धर्मको केन्द्र हो। यो युनिकनेस अरू देशसँग छैन। प्रगतिशीलताको नाममा हामीले त्यस्तो युनिकनेसको सम्वर्धन र प्रवर्धन गर्न सकेनौँ। बालेन्द्रजीले शपथ ग्रहणमा हिन्दू बटुक र बौद्ध लामाबाट क्रमशः स्वस्ति वाचन र मङ्गल वाचन गर्न लागेको देखेर खुसी लाग्यो। अब उहाँको शासनकालमा हिन्दू बौद्ध अधिराज्य स्थापना भयो भने जुनीसम्म उहाँ अमर बन्नुहुन्थ्यो भन्ने हामीलाई लाग्छ। कसो विचार साथीहरू? यससँगै नेपाल सरकारका पूर्व सचिव तथा सामाजिक अभियन्ता भिमु बाध्यायले बालेनलाई ज्योतिष शास्त्रको ज्ञान पनि छ, तान्त्रिक पनि हुन्, सनातनी वैदिक परिवार, बुद्धिस्ट संस्कार र संस्कृतिमा हुर्के पले बढेका हुन्, विज्ञान प्रविधिका विद्यार्थी हुन्, इन्जिनियर हुन्। नेवारी समाज पहाड र मधेस बीच सेतु बनाएर मात्र देशले उन्नति गर्छ भन्ने भिजन उनको देखिन्छ। नेपाली संस्कृतिमा पिएचडी पनि गर्दैछन्। नेपालभित्र र विश्वभरि रहेका नेपालीहरूको नाडी छामेर राजनीतिमा प्रवेश गरेका हुन्। बुद्धिविलासमा उनको सरकारै छैन, उनी सत्कर्ममा विश्वास गर्छन्। हामीले कस्तो नेता खोजेको हो, गफाडी, बुद्धिविलासी वा कर्मयोगी भनेर बालेन शाहको प्रशंसा गरेका छन्। यता स्वामी रमणानन्द गिरीले समेत वैदिक विधिअनुसार शपथ खानु सनातन मर्यादानुरूपको उत्तम कार्य भनी बालेनको प्रशंसा गर्नुभएको छ। नेपाल भनेको केवल माटो ढुङ्गाको मात्रै थुप्रो होइन, यो अनादिकालदेखिको सभ्यताको उत्थान भएको र उत्पत्ति भएको भूमि हो। त्यही भएर कुनै पनि यहाँका माटोका सभ्यता जो हिन्दू, त्यसपछि बौद्ध, किराँत लगायत ओमकार परिवारका समग्र सभ्यताहरूको आदि थलो हो र हामी अनादिकालदेखि ऋषि महर्षिहरूको परम्पराले यसमा अभ्यास गर्दै आएको हुनाले
कुनै पनि राम्रा राष्ट्रका ठुला परिवेशहरू हुन्, शपथ ग्रहण हुन् अथवा राज्यका ठुला निर्माणदेखि लिएर राष्ट्र निर्माणका हरेक अभियानहरू यसै गरी साहित्य मिलाएर, ज्योतिषशास्त्रका विज्ञानसँग सम्बन्ध मिलाएर, वास्तु विज्ञानको सम्बन्ध मिलाएर र अध्यात्म विज्ञानको सम्बन्ध मिलाएर हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। र अहिलेको नवनिर्वाचित सरकार र नयाँ आउन लाग्नुभएका युवा प्रधानमन्त्रीले त्यसमा रुचि राख्नु भएको देख्दा हामीलाई खुसी लागिरहेको छ। बालेन शाहको यो आध्यात्मिक शपथ ग्रहण कार्यक्रमले एउटा गहिरो सांस्कृतिक सन्देश बोकेको पाइन्छ। नेपालमा हिन्दू, बौद्ध, किराँत वा सनातनी ओमकार परिवारको बाहुल्यता छ। 108 बौद्ध भिक्षु र 108 बटुक ब्राह्मणद्वारा मङ्गल स्वस्ति वाचन पाठ गर्दा यसले धार्मिक सहसम्बन्ध कायम गर्छ भने यो नेपालको अहिलेसम्मको इतिहासमा फरक भएकाले म फरक तरिकाले नेतृत्व गर्छु भन्ने सन्देश समेत दिन्छ। हिन्दू परम्परामा शङ्खनाद शुभ कार्यको सुरुवातको सङ्केत मानिन्छ। शङ्खको ध्वनिले नकारात्मक ऊर्जा हटाउने विश्वास रहेको छ। शङ्खनादबाट सुरु भएको कार्यले सकारात्मक प्रतिफल दिलाउँछ भन्ने कुरा महाभारतबाट पनि जान्न सकिन्छ। महाभारतको युद्ध सुरु हुँदा पनि शङ्ख बजाइएको थियो, जसको फलस्वरूप असत्यको प्रतीक मानिने विशाल शक्ति भएको कौरव सेनाले पनि सत्यको प्रतीक मानिने 5 पाण्डवसँग हार बिहोरेको र नयाँ चरण सुरु भएको पाइन्छ। के बालेनको शपथ ग्रहणमा गुन्जायमान भएका शङ्खध्वनिले नेपालको विकासमा नयाँ अध्यायको सुरुवात गर्ला?